फाइनली है हामी चाहिँ यो कानी पोखरी 2 नम्बर वार्डमा चाहिँ यो वैशाख 6 गते लाग्ने मेलामा है हामीले चाहिँ यो सानो भिडियो बनाइदिन खोजेको यो हाम्रो कानी पोखरी 2 नम्बर वार्डमा है 6 गते लाग्ने मेला हैन विशेष मनमोहक मेला छ भिडभाड छ है यो मेलामा सम्पूर्णलाई चाहिँ है मोहनमोहक बनाइरहेछ यो मेलाले यो मेलाको दृश्यले सम्पूर्ण हामी यो मेलाको भिडम्भार र यो मेलाको रौनक हेर्दाखेरि एकदमै मनमोहक र दृश्यले मेलाले सम्पूर्णलाई चाहिँ लुभ्याउने मेला हो यो वैशाख 6 गतेको है त्यो हाम्रो केरन मेलामा एकदम रमाइलो छ मेला र सम्पूर्ण देश विदेशमा रहनु हुने साथीभाइहरूलाई चाहिँ म यो भिडियो मार्फत सम्झना है एउटा याद सम्पूर्णले यो मेला गर्नु भएको रहेछ कोही त अब यो मेला गर्न पाउनु पनि भएन होला र कतिपय मान्छेहरूले चाहिँ यो मेलालाई चाहिँ धेरै सम्झिनु पनि भएको छ होला यो मेलालाई हैन र यो मेलाको दृश्य र मनमोहक मेलाको रमाइलो दृश्य म देखाउन खोजिरहेको छु है यो मेला एकदमै यो हाम्रो कानी पोखरी 2 नम्बर वार्डमा लाग्ने यो हाम्रो केरन मेला हो एकदमै रमाइलो छ भिडभाड छ हैन 6 गतेको मेला हो केरन मेला र यो मेलाले हामी सम्पूर्णलाई चाहिँ यादगार बनाउँदो रहेछ है यो मेलाले हामी यो वर्ष नै आउने मेला हो र यो मेलालाई हामी सम्झेर पनि आउँछौँ है यो मेला भन्ने नयाँ साल नयाँ उगम नयाँ जोस जाँडका साथ है हामी नेपाली मन हामी यो हिन्दू धर्ममा है यो हामी एकदम दसैँ तिहार जस्तै है यो नयाँ साल पनि हामी धुमधामका साथ मनाउँछौँ हैन यो नयाँ सालमा यो नयाँ उगम र नयाँ हौसला जोस जागरका साथमा हामी यो केरन मेलामा हामी रमाइलो गर्दैछौँ र देश विदेशमा हुनु जति पनि हुनुहुन्छ साथीहरू चाहिँ उहाँहरूलाई पनि याद आउने होला सायद यो भिडियोले गर्दाखेरि हैन र कतिपय देश विदेशमा रहनेहरूले चाहिँ कतिपय सम्झिँदै छन् होला कतिपय है याद पनि गरिरहेका छन् होला एउटा सम्झना हैन नयाँ सालको याद नयाँको एउटा चिनो यो चाहिँ हाम्रो हेर्न सक्नुहुन्छ है म चाहिँ अब चाहिँ म मान्छे धेरै देखाइसक्यो अब चाहिँ हामी चाहिँ पसलतिर चाहिँ जाँदैछौँ है एकदम यो पसलहरू पनि एकदम नयाँ सालको भिडभाड जोस जागरका साथ हैन एकदम है यो मेलाको दृश्य यता हाम्रो सेक्वा हामी नेपालीको एकदम मनपर्ने चिज है सेक्वा उहाँ दाइले बनाइराख्नु भएको रहेछ है अनि यता म देखाउँछु अब म चाहिँ पसलतिर म गइरहेको छु है म पसलतिर म देखाइरहेको छु यो केरन मेलाको दृश्य हो है यो हाम्रो कानी पोखरी 2 नम्बर वार्डमा चाहिँ वैशाख 6 गते लाग्ने मेला हो है र यो दृश्यले मनमोहक बनाउँछ हैन एकदम रमाइलो छ यो मेला यहाँ देख्न सक्नुहुन्छ है एकदम उहाँहरू चाहिँ एकदम पिलहरू काटिराख्नु भएको रहेछ हैन एकदम रमाइलो छ उहाँहरूको दृश्य म पनि देखाइरहेको छु है यो सम्पूर्णलाई चाहिँ है मेलाको सम्पूर्णले चाहिँ याद सम्झना है र एउटा हुन्छ नि सेक्वाहरू अनि उहाँ एकदम यता यो मासु पसलतिर म आइपुग्यौँ है एकदम मासु पसल एकदम छिर्दा चाहिँ यो हाम्रो केरन मेलाको दृश्य हो है र म यो अहिले पसलतिर म तपाईँहरूलाई यो अब यो पसलको म सब भ्युज देखाइरहेको छु तपाईँहरूलाई हैन देख्न सक्नुहुन्छ है एकदम मनमोहक छ रमाइलो छ यो कानी पोखरी 2 नम्बर वार्डमा चाहिँ यो केरन मेला लाग्ने दृश्य है एकदम यो हाम्रो मासु काट्ने पसलतिरको दृश्य हो र म देखाइरहेको छु है सम्पूर्णहरूलाई चाहिँ र अब चाहिँ हामी फाइनली अब
उहाँ चाहिँ एकदम यहाँ सेकुवाहरू पाकिरहेको छ यहाँ मिठो मिठो सेकुवाहरू छ है एकदम राम्रो राम्रो छ उहाँ दिदीले त मेहनतको साथ बनाइराख्नु भएको रहेछ है यति गर्मी छ गर्मीको माहौलमा है एकदम यो दृश्य यो अहिले हामी अब चाहिँ हामी एकदम नेपाली मन र नेपालीको सेकुवा छुने ठाउँमा हामी आइपुग्यौँ है अहिलेसम्म एकदम रमाइलो छ यो ठाउँ र दृश्य है देख्न सक्नुहुन्छ है यो चाडबाड नयाँ साल हामी नेपालीहरू चाहिँ यसरी मनाउँछौँ है नयाँ साल चाहिँ हाम्रो नेपालमा चाहिँ हिन्दू प्रथाले चाहिँ यसरी मनाउँछ है न्यु इयरको विशेष एउटा हाम्रो नयाँ सालमा है हामी हिन्दूले चाहिँ मनाउने रीतिरिवाज र परम्परा र है देख्न सक्नुहुन्छ है यो दृश्य चाहिँ मनमोहक छ है सबै यो अहिले चाहिँ हामीहरू यो हामी नेपालीहरू चाहिँ न्यु इयर मनाउने मेन ठाउँ भनेको यो चिज हो अरू बाँकीमा देखाएको छ उतातिर चाहिँ धर्म कर्मै यता चाहिँ अर्कै कर्म गर्ने खालको छ र यो मेलाको र उहाँ हाम्रो एकदमै रमाइलो मनमोहक छ है देख्न सक्नुहुन्छ है यो चाहिँ हामी अब लास्टै स्टेजमा आइपुग्यौँ अब चाहिँ अब हामी पनि घरतिर अब जानेतिर लागेको छौँ अब यो मेलाबाट पनि अब हामी अब यहाँ युट्युबर बनेको अनि युट्युबर चाहिँ त हो त हाम्रो सल्टिनहरूको फोटो भइसकेको भइसक्यो के भएको छैन भइसक्यो भएको छैन भने उहाँ चाहिँ हाम्रो हजुरबा हुनुहुन्छ उहाँ चाहिँ एकदम कमेडी म्यान उहाँ है यो मेलामा चाहिँ सबभन्दा फेभरेट हाम्रो उहाँ एकदम माया गर्ने सम्झिने र सब कुरालाई चाहिँ एकदम मिलेर लिएर जाने एकदम मिलनसार हुनुहुन्छ है उहाँ चाहिँ एकदम हाम्रो सबभन्दा प्यारो नयाँ सालमा हामी यो कानी पोखरी 2 नम्बर वार्डमा लाग्ने वैशाख 6 गतेको केरन मेलामा चाहिँ उहाँ चाहिँ सबभन्दा विशेष हजुर ल